साथीहरू, हामी चाहिँ भर्मीको काम आज चाहिँ कम्प्लिट भयो है। मल केराको दाम्चा सब काटेर हालेर चाहिँ अहिले चाहिँ सबै भरेर चाहिँ यसरी बोराले छोपेको छु म। हेर्नुहोस्, यस्तो चाहिँ बोराले छोप्नुपर्छ हो। यसरी सब केराको दाम्चाहरू गाईको अलिअलि मल हालेर चाहिँ सबै ट्याङ्की भरेको छु नि यहाँ सबै। अन्त अब आज चाहिँ फिनिसिङ हुन्छ यो कामको चाहिँ। अब चाहिँ एकैचोटि बर्खापिछे चाहिँ फेरि यसलाई निकालेर बुर भएको हुन्छ चियापत्ती जस्तै। त्यहाँदेखि चाहिँ हामी बेच्छौँ पनि हो, घरमा पनि चलाउँछौँ, सब्जीमा लाउनु, फुलहरू रोप्नु है। अन्त यसरी अनि पानी चाहिँ है, पानी त उहाँले हाल्दै गरिदिनुहुन्छ हो। मेरो श्रीमानज्यूले पानी हाल्नुमा त एकदम पानी हालिदिनुहुन्छ बेला बेला, किनभने सुक्खा ड्राई हुनु हुँदैन नि त गनेउलालाई। अनि पानी रसिलो हुनुपर्छ है। उनीहरूले नै अन्डाहरू पार्दो रहेछ, अनि गनेउला पुरा फैलिएर जान्छ। जति गनेउला बेसी भयो, हेल्दी भयो, त्यति मल पनि राम्रो बनाउँदै जाँदो रहेछ। जति गनेउला हेल्दी छ त्यति राम्रो मल हुँदो रहेछ है। अलिक मोटो मोटो क्या चियापत्तीको दाना जस्तो। अन्त अब यसरी हामी गर्दैछौँ अहिलेसम्म। मल डोको हेरिहाल्नु, डोकोमा मैले पनि बोकेको हो मल। अन्त हिजो पनि दिनभरि यही काम थियो। अस्तिको दिन त हामी दुईजनाले एकछिन मात्रै गऱ्यौँ। हिजो त दुईजना लगाएको थियौँ, भाइहरू आएको थिए है खेताला। अन्त उनीहरू छोरा सबैजना, अब हामी चाहिँ सबै भएरै लागि पर्छौँ नि त काम गर्नुपर्दा। अनि यो भयो, हामी चाहिँ यसरी यो हेर्नुहोस् ठिकै छ त, ठिकै छ है। होइन हामी चाहिँ यसरी गर्छौँ है। कतिजनाले भन्छ होला सिमेन्टकै इँटाकै बनाउनु पर्छ भन्ने है, तर होइन, हामीले यस्तो यो प्लास्टिकको यस्तो खालकेमा पनि बनाउँदा हुन्छ है। भर्मी चाहिँ इँटा नै लाउनु पर्छ भन्ने छैन हो। अन्त यसरी डल्लै भरेको छौँ। अब यसलाई चाहिँ हामीले यसरी बोराले यसरी, अब यो माथिबाट चाहिँ हामी फेरि प्लास्टिक लगाइदिन्छौँ। यो गऱ्यो भने चाहिँ चिसो भइरहन्छ गनेउलालाई, अनि चराहरूले पनि खाँदैन हो। नभए त चराले कुखुराले गनेउला खोजी खाइदिन्छ नि। ल हेर्नुहोस् है, हामी चाहिँ यस्तो काम पनि गर्छौँ नि। तपाईँहरू पनि बनाउनुहोस् है। घरमै पनि सब्जीको छिल्का छिल्कीहरू हुन्छ होइन। सब्जीको छिल्का छिल्कीहरूले चाहिँ एउटा बोरामा या बलियो खालको कार्टुनहरूमा पनि तपाईँहरूले यसरी बनाउनु सक्नुहुन्छ। गनेउला चाहिँ अब पाउनु पर्यो है। गनेउला अलिकति भए भइहाल्छ। 100 ग्राम 200 ग्राम गनेउला हाल्यो भने हुन्छ सानो सानोको लागि चाहिँ है। पहिला चाहिँ हामीले चाहिँ 1 केजी ल्याएर हालेको यो चाहिँ है। कालिम्पोङमा भानु 1000 रुपियाँ। 1000 रुपियाँ केजी पो, 1000 पो त, 5000 होइन, 5000 रुपियाँ केजी पो त। 1 केजीको 5000 रुपियाँ गरेर ल्याएर चाहिँ, हजुर 2000 अरे, सरी 2000 रुपियाँ केजी गरेर ल्याएर चाहिँ हामीले यसरी बनाएको। यो सबै चाहिँ मेरो छोराले गर्दै गरेको अहिले। हजुर 5 केजी किनेको। 2000 रुपियाँ केजी गरेर 5 केजी गनेउला किनेको थियो रहेछ है। अन्त म त 1 केजी पो भने है, सरी है। त्यसले नै अन्त हाम्रो चाहिँ वर्षै पछि निस्किन्छ यसरी। अहिले चाहिँ ड्याममै भर्छौँ होइन। त्यहाँदेखि बर्खा गएपछि चाहिँ आउँछ, गाउँको मान्छेहरू पनि आउँछ। नचालेको चाहिँ हामी 10 रुपियाँ केजी दिन्छौँ होइन, नचालेको। तर चालेर हो भने चाहिँ 15 रुपियाँ केजीहरू चाहिँ हामी दिन्छौँ। तर चाल्नु चाहिँ अब अलिक टाइम पनि लाग्छ हो।
त्यस्तै हो साथीहरू तपाईँहरू पनि गर्नुहोस् म भन्दै थिएँ नि एउटा कार्टुनहरूमा पनि तपाईँहरूले बनाउनु सक्नुहुन्छ घरमा फुलहरू रोप्नुको लागि है सिमेन्टकै दामी ट्याङ्की बनाउनु पर्छ भन्ने छैन तर अब कन्युला चाहिँ चाहियो सब्जीको छिल्का त घरमै हुन्छ नि जोड्दै